किन यहाँ कपाल म बाँध्नु एउटा तिमीलाई प्रश्न सोध्न आँटेको अनेस्ट एन्सर देऊ ल अब अनेस्ट दिनु र नदिनु त अब क्वेसन सुनेस त यो संसारमा नि सबैलाई मन पर्ने नि मान्छे हुन्छन् भने चाहिँ कसैको पनि हुँदैन तर पनि अब तिम्रो रियाक्सन है मलाई सुन्न मन परेको होइन तिमीलाई मन नपर्ने मान्छे आउँदा तिम्रो रियाक्सन कस्तो हुन्छ र मन पर्ने मान्छे आउँदा तिम्रो रियाक्सन कस्तो हुन्छ आउँछ नि त घरमा आउँछन् नि त सबै मन पर्ने नि हुन्छन् भन्ने नि छैन मलाई पनि सबैले मन पराउँछ नि भन्ने नि छैन होइन अब त्यो मन नपर्ने मान्छे कुन इन्टेन्सनले मेरो घरमा आउँदैछ होइन अब मलाई मन परेन भन्दैमा त्यो नराम्रै इन्टेन्सनले मेरो घरमा आउँछ भन्ने पनि हुँदैन नि त होइन पहिले चाहिँ म उसको नियत इन्टेन्सन विचार गर्छु होइन अनि राम्रै इन्टेन्सनले आएको रहेछ मलाई मन नपर्ने मान्छे भने आई डु रेस्पेक्ट देयर प्रेजेन्स एट माई होम अनेस्ट एन्सर चाहिँ त्यही हो होइन त्यो मान्छे आउँदा ठुस्सा पर्ने उँधो उत्ता कोठामा गएर बस्ने आँखा तर्ने मुख बङ्ग्याउने चाहिँ मेरोबाट हुँदैन कि कोही आउँदैछ भने आई डु रेस्पेक्ट देयर प्रेजेन्स